फेरि पनि हजुरहरूलाई स्वागत रहेको छ हाम्रो मिनी ऋषभ ब्लग्स मन संसारमा। आज हाम्रो यात्रा रहेको छ जम्मू कश्मीरको श्रीनगरदेखि तङदारसम्मको यात्रा रहेको छ। तङदार श्रीनगर कश्मीरको एउटा डिस्ट्रिक्ट नै हो र एकदमै रमणीय ठाउँ रहेको छ। हाम्रो जर्नी श्रीनगरदेखि बारामुला, कुपवाडा हुँदै पञ्चगाउँ हुँदै साधनाटक हुँदै तङदार पुगिनेछ। एकदमै राम्रो ठाउँ रहेको छ। चारैतिर पहाड, वनजङ्गल, खोला नाला र बीचहरू बीचमा एकदमै सुन्दर गाउँहरूले एकदम सुन्दरताले भरिएको ठाउँ रहेको छ। र हाम्रो यो ठाउँमा घुम्ने मेन उद्देश्य रहेको छ कि हामीले एलसी बोर्डर हेर्नेछौँ र यो ब्लग हजुरहरूलाई राम्रो लाग्यो भनेपछि फलो, सब्सक्राइब, कमेन्ट गरिदिनु होला। र यसको ठुलो भिडियोको लागि चाहिँ हाम्रो युट्युब च्यानल रहेको छ ऋषभ ब्लग्समा चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। र यस्तो राम्रो भ्युजहरू हेर्नको लागि हजुरहरूले चाहिँ कश्मीर घुम्नुपर्ने हुन्छ। र कश्मीरमा चाहिँ यस्तो राम्रो टुरिस्ट प्लेसहरू रहेको छ। थुप्रो टुरिस्ट प्लेसहरूमध्ये चाहिँ साधनाटक पनि एउटा हो। साधनाटक भन्दाखेरि चाहिँ पुरानो फिल्मको हिरोइनी साधना भन्ने नाममा चाहिँ साधनाटक चाहिँ राखिएको भन्ने जानकारी गरायो। र हामीहरूले हजुरहरूलाई यस्तै नै भिडियोहरू देखाउनेछौँ र जानकारी गराउनेछौँ। धेरै धेरै धन्यवाद।